Guten Tag, das wir this year's later Sri Prakash Pasnat Vidarbal here. Okay, this is your German teacher Sri Prakash Pasnat. This is हामीले के पढाएको थियौं आर्टिकल को रुलहरु पढाएको थियौं हैन डेर को हामीले धेरै पढाएको थियौं तर तपाईहरुले अरु पनि हुन चाहिँ हुन्छ तर हामीलाई मोस्ट इम्पोर्टेन्ट चाहिँ यही नै हो र डेर को फेरि ठ्याक्कै मिल्दैन र त्यस्तो वर्डहरु पनि भेटिदैन के त्यो जुन हामीले जस्तो हुन्छ नि एमयुएस लागेको लास्टमा यूएसएमएस लागेको डेरहरु चाहिँ त्यस्तै खालको रुलहरु हुन्छ त्यो धेरै हामीलाई त्यति चाहिदैन के त्यही भएर है ल अब हेर्नुस् अब जाउँ डी को रुल कम्प्लिट गरौँ है त डी मा हेर्नुस् लास्टमा ईआई आयो भने पनि आर्टिकल डी हुन्छ जस्तो यसको एक्जाम्पल के त बेकर है तपाईलाई चाहिँ मैले आफूले चाहिँ स्टडी गर्नुस् भनेर भिडियो मात्र देखाएको थिएँ नि हैन डी बेकर आयो लास्टमा ईआई आएको भएर डी भयो अब सिमिलरली लास्टमा आई के आयो भने पनि के हुन्छ डी हुन्छ आर्टिकल हो के त्यही भएर ग्राफिक को आर्टिकल डी भयो डी ग्राफिक भयो है रुल के छ हेर्नुस् त लास्टमा टीएच कि थेक आयो भने त्यसको पनि आर्टिकल डी नै हुन्छ हैन डी आपोथेक भनेछ नि हो ल यो चाहिँ यस्तो है जस्तो अब आइन भनेको आइना भनेको हामीलाई एन जस्तो लाग्छ तर आइना भनेको एन हैन भनेर छुट्याउनको लागि हामीले यो गरेको हौं है जस्तो आइना फल भनेको एन एप्पल हो नि त यसको मिनिङ आइनाको मिनिङ एन होइन है भनेर के त्यस्तो लाग्न सक्छ नि त हामीलाई सुरुमा लाग्थ्यो हैन अब आइना भनेको अ पनि हुन्छ एन पनि हुन्छ आइन भनेको नि अ पनि हुन्छ एन पनि हुन्छ यो बुझ्नु पर्यो है आइना मात्र भनेको एन चाहिँ होइन है त ल अब हेर्नुस् त हामी केही भर्बहरुको कन्जुगेसन गर्छ जस्तो टान चेन जिड चेन युबर जेड चेन बिच यो भर्बमा के छ त हप स्टाम्प भनेको जुन मेन रुट हुन्छ नि एन भन्दा अगाडिको पार्ट हुन्छ नि त्यसमा जेड हुन्छ के त्यसमा जेड भयो भने रुलले के भन्छ भने डु फर्ममा तपाईको हाम्रो नियम अनुसार चाहिँ एसटी एड गर्नुपर्ने हो हैन तर हामीले एसटी एड गर्दैनौं के एड गर्छौं त टी मात्रै एड गर्छौं हेर्नुस् त टी मात्रै एड गरिन्छ यसमा है जस्तो टान्चेन यस्तो टान्चेन टु डान्स भइहाल्यो यसको अप स्टाम्प मेन रुट भनेको के हो टान्स भयो एन टुक्रा अब यसमा के हुन्छ टान्चे हुन्छ डुमा के हुन्छ टीजेड टीएनजेड एसटी हुनुपर्ने भने एसटी टी मात्रै हुन्छ किनभने सुन्नु न टान्स्ड भन्दाखेरि स त्यतिकै आउने भएको कारणले यस्तो गरिएको है एडजेसको फेरि के भयो टान्स्ड भयो क्या पियरको के हुन्छ टान्चेन इयरको फेरि के भयो टान्स्ड भयो जीजीको फेरि के भयो त टान्चेन भयो है त ल हेर्नुस् त यहाँ डु टान्चेन या टान्चेन टान्सप्लोसियन स्टान्च या डु टान्स्ड हो डेजिएस टान्स्ड वियर टान्चेन इयर टान्स्ड जीजी टान्चेन जसरी जेड पछि स साउन्ड आउने कारणले गर्दा एस चाहिएन क्या हामीलाई त्यही भएर एस एड अब एस एड गरे पनि प्रोनाउन्सिएसनमा खासै फरक हुँदैन तर एस एड गर्न पाइन्न है त्यो रुल अनुसार चाहिँ मिल्दैन मिस्टेक हुन्छ है त ओके ल अब अर्को भागतिर जान्छौँ हामी जिड चेन भन्ने भयो हेरौँ है त यो जिड चेन भनेको टु सिट हो यसको हप स्टाम्प के हो त जिड्स हो हैन हप स्टाम्प भनेको त्यही रुट इएन भन्दा अगाडिको पार्ट जिड चेन भयो क्या इसमा के हुन्छ जिड चे भयो डुको के भयो जिड्स्ट एजिएसमा जिड्स टी लाग्ने भयो भेडमा जिड चेन अब यसमा के हुन्छ भने डुमा मात्रै टी लगाइदिनु अरु सबै इन्नुगिन त्यही नै हुन्छ है खासै डिफरेन्सहरु हुँदैन यसमा है त ओके ल है अब हेर्नुस् फलो गर्नुस् है जिड चेन या जिड्स und en अथवा जेड्स प्लस एन भन्नु भयो इस जिड्स या डु जिड्स एजिएस जिड्स फियर जिड चेन ई हियर जिड्स जीजी जिड चेन ओके ओके अब युबर्ट जेड चेन हेर्नुस् त युबर्ट जेड चेन भनेको टु ट्रान्सलेट हो ओके युबर्ट जेड्स प्लस इएन हुन्छ यसको के हुन्छ युबर्ट जेड चाहिँ भयो डुको युबर्ट जेड्स भयो एजिएसमा के हो युबर्ट जेड्स टी लाग्ने भयो वियरको युबर्ट जेड चेन इयरको युबर्ट जेड जीजीको के भयो युबर्ट जेड चेन भनेपछि एन्डुङेनमा चेन्जेस चाहिँ हुँदैन डुमा एस मात्रै हुँदैन ओके जेड भएको कारणले जेड पछाडि टी आउँदाखेरि स साउन्ड त्यतिकै आउने भएको कारणले गर्दा नो निड एस एस एड गर्नु पर्दैन है त ओके अब चाहिँ जस्तो बेजिड चेन भन्ने भएको छ बेजिड चेन भनेको चाहिँ ओन क्या है ओन भनेको आफ्नै हो स्वामित्व गर्ने हैन यसको के भयो बेजिड चाहिँ भयो डुको के हुन्छ बेजिड्स भयो डुमा टी मात्रै भयो क्या एडजिएसको के भयो बेजिड्स नै भइहाल्यो वियरको बेजिड चेन र जीजीको के हो त बेजिड चेन नै भयो है त ओके ल है ओके अहिले आर्टिकलको रुलहरु पढ्दै थियौं डियर को डी को रुल पढ्दै छौं अब हामी डास को रुलमा जान्छौं है त डासमा के हुन्छ है त ओके डास कुन भयो भने डास हुन्छ आर्टिकल है त लास्टमा युएम लाग्यो भने लास्टमा सीएचएन हो लास्टमा ओ आयो भने अथवा कुनै पनि नाउनको अगाडि जी आयो भने त्यसको आर्टिकल के हुन्छ प्रायः जसो डासै हुन्छ है तपाईले डेट देख्न सक्नुहुन्छ नि आजको डेट हो यो हैन तपाईलाई आइहाल्छ त्यो म त्यो डिस्क्राइब गरिनु तपाईहरुलाई है ओके अब हेर्नुस् त
डास सेन्ट्रुम युएम छ नि त लास्टमा हेर्नुहोस् त युएम भएको भएर त्यसको आर्टिकल डास भयो सेन्टर अब सेन छ नि त मेडसेन भनेको टिनेज गर्ल है एउटा त सिएचएनले पनि डास भयो अर्को लोजिकले चाहिँ के हुन्छ भने मेडसेन भनेको सानो बच्ची हो क्या उसलाई के हुन्छ पोजिटिभ नेगेटिभ कुराहरू केही पनि थाहा हुँदैन के राम्रो के नराम्रो थाहा हुँदैन नि त होइन त्यही भएर त्यसलाई न्युट्रल मान्नेको एउटा त्यो पनि लोजिक हो एउटा है अब लास्टमा ओ आयो भने त्यसको आर्टिकल डास भयो त आउटो भनेको कार भयो एटिओ लास्टमा छ नि कार भयो अब जी अगाडि आयो भने डास भयो गेल्ड भनेको मनी हो त्यसको आर्टिकल के भयो डास भयो है त ओके ल है हेर्नुहोस् त डास सेन्ट्रुम डास मेडसेन डास आउटो डास गेल्ड यति हो त ल Okay, jetzt machen wir die Übung vom Netzwerk Arbeitsbuchबाट हामी युबुङ गर्दैछौँ है अब हामीले पहिला डिस्कस गरेको थियो हाम्रो बुकको राइटर के चारजना हुनुहुन्छ स्टेफानी डेङ्लर पाउलो सेलिन स्मिथ टानिया जिबर यो भइहाल्यो है क्या क्यापिटल छुआई फ्रेन्ड कोलेगन उन्ड इज हेर्नुहोस् त टपिक त्यही नै हुन्छ जुन कोर्स बुकमा टपिक छ त्यही नै हुन्छ है अब 1 को एक एक्सरसाइजले के भन्छ हामी जहिले पनि टपिक चाहिँ थ्रुली पढेर गर्छौँ नि हैन Was machen die Leute gern भनेपछि यो मान्छेहरुलाई के गर्न मन लाग्छ what they like to do what they love to do भनेको है बेल्चर जार्ज पास भनेको कुन चाहिँ सेन्टेन्स मिल्छ हेर्नुस् त यो 1 को ए र बी छ ए र बी मा कुन चाहिँ मिल्छ त्यसमा के गर्नु पर्यो क्रोचिन्जी आन भनेको के त क्रस आउट गर्नुस् भनेर भनेको ओके अब हेर्नुस् is chat again भनेछ हेर्नुस् त is chat again अथवा is photography again भनेको यो मान्छेले के गरिरहेछ त फोटो खिचिराखेको छ अब is chat again त मिलेन त्यही भएर यसमा कुन मिल्ने भयो त is photography again मिल्ने भयो अब जस्तो नम्बर 2 मा हेर्नुस् is sing again भनेछ is for again music भनेछ हो sing again भनेको I like to sing love to sing मलाई गीत गाउन मन लाग्छ ईश्वर ज्ञान म्युजिक भनेको मलाई म्युजिक सुन्न मन लाग्छ भनेर भनेको ओके भने यसमा कुन मिल्छ ए मिल्छ किनकि उले त गीत गाइरहेछ त्यहाँ यो जिङ्ड ओके अब सिमिलर चाहिँ जी ड्राइजेन गेन जी जो अगेन गेन यसमा चाहिँ जी को मिनिङ चाहिँ ओके तपाई हैन उनीहरु हुन्छ हेर्नुस् त भब हेर्नुस् हैन सी त कुनै पनि हालतमा भएन सी भएको भए त लास्टमा टी हुन्थ्यो हैन हो अब यसमा अब राइजनको कन्जुगेसन हेरौँ है त जोगेनको हामी गर्छौं है जोगेनको पनि त्यही नै हो नर्मल यसमा जोगे हुन्छ डुको जोक्स्ट हुन्छ एसटी राख्दिनुस् त्यही नै हो है ल अब राइजनको कन्जुगेसन हेर्दा जस्तै एडजीएसमा के हुन्छ राइज्ड हुन्छ नि टी मात्रै हुन्छ है त्यो अहिले हामी डिस्कस गर्छौं हैन यस्तो हुन्छ राइजनको कन्जुगेसन अब यदि सी भएको त्यहाँ टी मात्रै हुन्थ्यो जी भनेको त तपाईहरु भने हैन त्यहाँ किनकि एकजना मान्छे छ नि भन्छ उनीहरु दे भन्न खोजे यसमा के जी जोगेन के हेर्नु चाहिँ राइजन भनेको त ट्राभल हो ओके अब सिमिलरली नुमर फेयरम्यास is kookjergen is gergen in skino भनेछ हेर्नुस् त kookjergen भनेको I like to cook I love to cook भनेको is gergen in skino भनेको मलाई सिनेमामा जान रुचि लाग्छ मन लाग्छ I like to go to cinema I love to go to cinema भनेको है यसको चाहिँ ए सँग मिल्छ किनकि उले के गरिरहेछ त कुक गरिरहेछ नि त हैन ओके अब 5 मा हेर्नुस् त एमा के भनेछ जी schwimmen जी tanzen भनेछ के अब स्विमिङ जी उनीहरु स्विमिङ गरिरहेछन् त छैनन् नि हैन त्यो दे आर डान्सिङ जी डान्सिङ दारन त्यो के जी डान्सिङ जेर्गेन हुन्छ है ल अब 6 को हेर्नुस् त ich wohne gerne in Spanien भनेको I like to live in Spain I love to live in Spain भन्न खोजेको is learn again Spanish भनेको I love to learn Spanish स्पेनिश ल्याङ्ग्वेज पढ्न मलाई मन लाग्छ भनेर भनेको ओके यसको कुन चाहिँसँग मिल्छ त बी सँग मिल्छ 5 को पनि केसँग मिल्छ बी नै सँग मिल्छ ओके ल राइट एक्सन या नम्बर 2 यसको हेर्नुस् त schreiben Sie für ein Interview fragen mit du भनेछ के इन्टरभ्यु को लागि के गर्नु पर्यो डु फर्ममा क्वेशन verwenden Sie alle Verben भनेछ हो verwenden भनेको चाहिँ के हो त युज अथवा अप्लाई भनेर भनेको हो के verb छ त्यहाँ chatten फोटोग्राफिएन जोगेन राइजन अब राइजन के एउटा गर्दा के हुन्छ डु फर्ममा राइज डु ग्यान भन्छ है अब जस्तो हेर्नुस् है यो गर्नु भन्दा अगाडि हामी अब थोरै एउटा केही भर्बहरुको कन्जुगेसन गर्छौं है जस्तो हेर्नुस् त हामीले पहिला पढाएको थियौं जस्तो वी हाइसेन जी भनेर पढाएको थियौं के हैन सिमिलरली त्यसलाई नै डु फर्ममा ल्याउँदा के हुन्छ वी हाइस टु भन्छ एसटी हुँदैन थियो नि डु फर्ममा हो के हैन है यो हामीले पढाएको थियौं नि है त्यसमा हामीले थोरै डिस्कस गरेका थियौं हैन त त्यसको डबल एस भएको कारणले गर्दा एसटी लाग्दैन के लाग्छ त टी मात्र लाग्छ भनेर थोरै डिस्कस गरेका थियौं हामीले त्यतिखेर हो के हैन वी हाइस डु हुन्छ नि त टी मात्रै हुन्छ एसटी हुँदैन है ओके त्यही कुरा अब हामी डिटेलमा पढ्दै छौं है जस्तो अब राइजनमा नि के छ हेर्नुस् त ईएन भन्दा अगाडि एस छ के हो के
अब हामीले चाहिँ डुमा रुल अनुसार त REISST राइज्ड हुनुपर्ने हो हैन तर के हुन्छ भने यो डबल एस राख्दाखेरि पनि प्रोनाउन्सिएसनमा खासै फरक पर्दैन के त्यही भएर डु फर्ममा टी मात्र एड गरिन्छ यसमा है त ल जस्तो के हो डुको राइज्ड भयो डबल एस टी भएन सिंगल एस मात्रै भयो है राइज्ड भयो के जस्तो यसको राइजै भयो डुको राइज एडजस्ट फेरि राइज्ड फेरिको राइजन भनेर डुमा मात्रै टी मात्र अघि हामीले जेड एड गरेको केस थियो नि जेड पछि एसटी नगरेर टी गएको थियो यसमा पनि त्यही नै हुन्छ क्या यो एस आइसकेपछि अर्को एस एड गरे पनि प्रोनाउन्सिएसनमा केही पनि फरक नहुने कारणले गर्दा यो गरिएको हो है त ल ओके अब हामी नेक्स्ट भर्बमा यस्तै राइजन जस्ता अरू भर्बहरू हाइसेन छन् अरू भर्बहरू छन् त्यो पढ्छौँ है अनि त्यसपछि त्यो एक्सर्साइजलाई पनि हामी यो गर्छौँ तपाईँहरू ट्राई गर्नुहोस् न त्यो एक्सर्साइज गर्नलाई एक्चुअली चाहिँ तपाईँहरूको होमवर्क भयो अनि म नेक्स्ट भिडियोमा त्यसको चाहिँ कसरी गर्ने भनेर भन्छु त्यो एक्सर्साइजको गरेर तपाईँहरूलाई म देखाउँछु देन यु चेक योरसेल्फ है त के सल्लाह सुझाव छ केही क्वेसन छ भने फिल टु कन्ट्याक्ट मी इन वाट्सएप है मेरो वाट्सएप नम्बर डिटेलमा छ है अनि अब केही छ भने कमेन्टमा पनि गर्न सक्नुहुन्छ ओके ओके द्याट्स द साल स्टोरी अफ विजन बिस्मार्ट है त